मेरो साथीभाइहरू गुड मर्निङ सबैलाई गुड मर्निङ हाम्रो Oh my God! Wow! एकछिनमा अब आजकल हुँदै नाप लिन्छ हालिन्छ सैलुङ पुग्छ होइन अनि त्यसपछि तपाईँहरूलाई बाटोको यात्रा देखाउँछौँ हामी होइन दाजुभाइहरू लगेर हाम्रो दाजुभाइहरू त्यसो ठिक छ नि जाडो कतिको भइरहेछ जाडो एकदम ल ठिक छ अनि अर्को कस्तो महसुस भइरहेछ भवाल भइरहेछ यता ऊ हातमा आडिरहेछ मैले सुत्छ कि भनेर दाजुभाइहरू बाटोतिर भेट्नु ल जाडो जाडो छ साथीभाइहरू के गर्नु बाइकमा हिँड्छ नि अब त गाह्रो पर्छ नि त बाटो चाहिँ खत्तम रहेछ है यताको ल बनाउँदै रहेछ आमा त्यसले कस्तो बिन धख्यालेको पुरै हुसु बास्दै बनाइदियो यार त्यसले त जाडोले नाकबाट सिगार चुइसक्यो जाके इलाज गराओ दाजुभाइ भेट भयो क्याम्पो जत्रो भेट भयो म त बिचबाट छिराइदिन्छु नि त यसरी फेरि म त फेरि दायाँ बायाँ होइन सिधै छिराइदिने हो होइन त हो भन्दाखेरि अबे साले यताबाट बाटो बनाउँदै रहेछ हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ होइन केटाहरू त्यो अगाडि छ कहाँबाट जाने हो हामी बाटै छोड्दैन त भाइ यसले त मैले हर्न बजाएपछि नछोड्ने कुरो हुन्छ त भने यहाँ कस्तो केटाहरू कहाँ पुगिसक्यो ए त्यही पुग्यारे त कुदाउँदिन हौ म त आनन्दले जाने हो बाबु कुदाउ भन्छ यस्तो जाडो हो कहाँ कुदाउनु या त कुदाउँदिन हौ म त तिमीहरू कुदा हो 50-60 भन्दा धेरै स्पिडमा जानुहुन्न नत्र जाडोले मर्छ ए 50-60 मा त जाडोले यहाँ करक्को हुन थालिसक्यो मान्छे लेखेर आइपुग्यो अहिले चाहिँ हामी होइन दाजुभाइहरू बाटो त यस्तो छ नि त त्यही भएर बिस्तारै जानुपर्छ के भनेको मलाई दौडी नै खोज्छ बिस्तारै गयो भने पुगिहालिन्छ नि भने यार तिनीहरूलाई दौडाउने चाहिँ किन के दौडाउन डर पुगेछ जस्तो छ यहाँलाई चाहिँ धुली खेलको ओह्रालो झर्दैछौँ होइन अहिले चाहिँ अब यहाँबाट सर गएर धुली 5 खाल निस्केर त्यहाँबाट 5 खालमा चिया खाएर अनि फेरि भेट्नेछौँ हामी यतिको चाहिँ हुनुपर्छ के यो गाडीको त पछाडि पनि बत्ती रहेछ यार चाकामा मस्त जोक मारा रे या हँस रे हल्कट हँस कस्तो खालको चाक रहेछ यसको दुसै बत्ती बाल्नु परेपछि यसले राति त के गर्ला हौ हिमाल हेर्नुहोस् ओहो त्यो गाडीलाई तातो लागेको यहीँ मुद्दिनी हो र एहे रहा नहीं जाता गयो केटा ल यस्तो बाटो हिँडिरहेको छ हामी त होइन त्यो चाहिँ यार पहिलाको भन्दा खत्तम थियो यो बाटो त होइन त पहिला त पिजै पिस थियो एक लाइनको बुढो बाउ भएर मात्रै नत्र मैले जानेको थिएँ के गर्नुपर्छ भनेर त्यसरी पेल्न पाइन्छ अर्कोलाई यतिको भिड चाहिँ हुनुपर्छ कि अझै यहाँ माथि माथिसम्म पनि हुनुपर्ने पनि पो मजा आउँछ त हरन नबजाइकन जाऊ त भाइ कस्तो हरन बजाएको झन्डै म तर्सेको यार भन्न नमिल्ने ऊ आयो केराघारीले आयो केराघारी केराघारी त आयो तर मैले एउटै केराको बोर्ड चाहिँ देखिनँ है ल हामी त बादल मुनि झिर्यो हामी त बादल भित्र झिर्यो गीतको पर्छ क्या हो यार केही देखाएको छैन यार बाटो अहिले गए हामी चाहिँ बाटोलाई आइपुग्यो होइन आइपुग्नु लाग्यो भन्दा पनि आइपुग्यो क्यामेरामा माटो लियो सिटले गरेर सबै छेकिने के केटाहरू चिया खान चाहिँ कता रोक्ने हो थाहा छैन केटाहरूले
अब यहाँ भर्खरै खोले जस्तो छ। के छ हाम्रो यात्रा चाहिँ कालिम्पोङ सैलुङ चरिकोट 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 कता हुन्छ हेरौँ मिलाएर जानुपर्छ। अब यस्तै हो। अहिले बिहानको 7:30 भयो, ठ्याक्कै 12 बजे के अरे 12 गते। त्यही हो, ठ्याक्कै 5 घण्टा छ हाम्रो यो जक्सन पाठशाला सर्भिस। के छ नि एकदम वाह है। हामी चाहिँ अहिले होइन चिया खानलाई चाहिँ यो भिडियो बसेको छौँ होइन। को दुध लिनु गएको भर्खरै है। ल फाइनल्ली गाइज अब हामी चाहिँ हिँड्न सुरसार गरेको। केटाहरू त सुरु भइसक्यो। एटिएम उयो अगाडि हेर्दै हेर्दै जाउँ न। त्यहाँ कुमारी के मेरोमा भ्लग बनाएर तिम्रोमा त्यो हालेर मैले अनि के गर्ने र। त्यो कुमारी भाटामा जाउँ न जाउँ न। अब हामी चाहिँ होइन यहाँ बैङ्क छिर्नु पर्ने हुन्छ पैसा निकाल्नलाई केटाहरू। निक्ल्यो अर्जुन निकाल्यो। ल जाउँ बिस्तारै जाउँ। जाउँ न बिस्तारी। फाइनली गाइज मलाई अगाडि पठायो होइन। मैले अब तिनीहरूको भिडियो खिच्नु होला भन्ने सोच गरेको थिएँ। बत्या गर्छ यिनीहरू फेरि तातो भएर होला। किन बत्या तिनीहरू न रेस खेल्न लाउनु। तर सिट त लास्टै पर्ने रहेछ यार। माटोले बिस्तारी टोली अगाडि मुख भन्न नमिल्ने गइसकेर मात्रै हो। पुरै त हामीले देखिरहेको क्या। हामीको खतरा रहेछ यार। हामी चाहिँ अहिले यस्तो ठाउँमा फोटोसोटो हालेर हल्का रमाइलो गरेर सट्टो लगाएर अब हिँड्न लाग्यो होइन।
मसँग त चेन्ज पैसा छैन केटाहरू हेर ल ल ल ल ल केटाहरू दिउँ यस्तो दिउँ हाम्रो 100 रुपियाँ सर पूजा आजादी गऱ्यो हामीले घन्टी यसरी बजाउनु पर्छ हेर केटाहरू यसरी बजाउनु पर्छ ए मनले हो यसरी हो यार यसो कमै म त भोला आइछ यार जाउनै केटाहरू मन्दिर चाहिँ होइन दर्शन पनि गऱ्यो साथ लाग्छौँ होइन केटाहरू ल जुत्ता लाउन हतार भएका फाइनल्ली गाइज हामी चाहिँ कालिम्पोङ आइपुग्नु लाग्यो केटाहरू के भयो त फेरि के भयो ड्राइभर चेन्ज हो र जाउँ त लिन जाउँ त फेरि तिनीहरू गयो यार त्यो गाडीको टायर मन्दिर भएर धुवाउडी जस्तो चल्नु समझ रहे हो ना आम्मा धर्खाले त्यसले यार चाकबाट हो हामी ठ्याक्कै अहिले चाहिँ गइरहेको ल बाटो चाहिँ पुरै कच्ची रहेछ होइन आमामा धुलो उड्यो यो टायर बढी हावा रहेछ यार धुलो उडाउँदै हिँड्दा बाटो त पुरै के अरे ढुङ्गा सोलिङ गरे रहेछ माले उम्मोला तारे माले क्या बोले भाई अब क्या बोले बाटो कस्तो एक नम्बर हिँड्दा छु 10 किलोमिटर हो इभी नि आउँदो रहेछ है यो बाटो त ल दाजुभाइहरू कालिम्पोङ आउनु पर्यो भने चाहिँ बाटो यस्तो छ होइन गाइस एक नम्बरमा हामी त तलदेखि नै एक नम्बरमा बिस्तारै आइरहेको पिकअप नभएर केटाहरूको बाइक पनि पिकअपै भएन भन्छ फाइनल्ली गाइस हामी चाहिँ डाँडामा आइपुग्यो होइन कालिम्पोङ चाहिँ अब यतातिर हो कि जस्तो नि लाग्छ चाहिँ यहाँ रहेछ अब यो ठाउँ चाहिँ कहाँ हो के हो अत्तो पत्तो नै पता अब आउन चाहिँ आइयो कालिम्पोङ मन्दिर ऊ त्यो हो कि जस्तो लाग्यो माथि डाँडाको तर हो कि थाहा छैन है भन्न चाहिँ मैले भन्ने एउटा टोली अगाडि पुगिसक्यो एउटा टोली पछाडि आउँदैछ बाटो त डेन्जर छ है ढाँडाङ हुन्छ हामी त यताको बाटो जाने है सानो बाटो यही हो ल कालिम्पोङ भने अब हिँड्दै जानुपर्छ जस्तो लाग्यो मलाई यहाँबाट यसो विचार गर्दाखेरि कालिम्पोङै होला गाइस दाजुभाइहरू हाम्रो रुम चाहिँ अब यो भयो होइन अब आउन कस्तो ग्राउन्ड हेर के दाजुभाइहरू हाम्रो रुममा पसिरहेको होइन म सुत्दिनँ यसरी कति मजा आयो यस्तो मजा त कहिले नै आउँदैन भयो गर त लचक गरेपछि भइहाल्छ नि अरे कहना क्या चाहते हो यहाँबाट यस्तो देखिँदैछ कि
देखिँदैछ होइन कालिम्पोङ मन्दिर चाहिँ त्यहाँ माथि अरे होइन त्यहाँ बसेछौँ रुम यस्तो छ हावा गर्नु नगर न यहाँ अब मासतिर घुम्नुको लागि भनेर लाग्यो होइन केटाहरू टोली अगाडि भनिदिएको हामी चाहिँ यता मासतिर घुम्नु जाने कि भनेर अगाडि बढ्दैछौँ यस्तो डाँडा काँडातिर हेर्न त पऱ्यो यहाँ माथि टक्क लगाएर केबुल कार गयो केबुल कार चाहिँ हेरे चाहिँ ए मेरो दाजु ए भाइहरू आऊ है आऊ पहाडी फोटो ल फाइनली गाइज हामी चाहिँ अब रात पऱ्यो होइन आगो तापिरहेको छ केटाहरू मस्त दिइरहेको छ हाँसै मिठो केटाको फेरि हामी चट्ट लगाएर मस्त यहाँ आगो पालेर बस्छौँ अनि त्यसपछि लगाएर अब खाना खाएर अनि चट्ट लगाएर ओछ्यानमा गएर सुत्छौँ फाइनली गाइज र अब हामी चाहिँ भात खान लाग्यो होइन अन्तिम भयो यस्तो भेराइटीहरू छ होइन ल फाइनली साउने आमाले ल्याइदिनु भएको छ खाना होइन अब हामी चाहिँ खाना खान्छौँ चट्ट लगाएर मासु र भात तातो अब म पनि खाना खान्छु होइन अब आज ल के हो यो खाना खान्छ त जाडो धेरै बढ्यो कि अब कालिम्पोङतिर समय हो रमाइलो त ठिक हो तर यतिको रमाइलो त हल्का फेरि यति हाम्रो सबै एक दललाई हातै चल्यो अब यहाँ के काट्नु पर्छ के खोइ मिलाउन क्या स्टार्ट गरे मिलाउने भयो स्टार्ट गरे मैले के गरेँ त है जुक्क उठाइदियो त्यस्तो